एकदमै दुःखद घटना घटेको छ। हामी जस्तो अब दुखी गरिब निम्न वर्गको किसानहरूले केही गर्छु पशुपालनबाट अथवा कुनै पनि व्यवसायबाट केही गर्छु भन्ने हेतुले मैले पनि एउटा 3 नम्बरबाट चाहिँ 2 नम्बरतर्फ साबिक 2 नम्बरतर्फ चाहिँ मैले गाई तार्ने क्रममा यो आखिर चाहिँ त्यहाँ गएर चाहिँ झ्याप्पै सुतिदियो कि त्यही अप्ठ्यारो त्यस्तो ठाउँमा सुत्यो भनेपछि चाहिँ यस्तो ठाउँमा सुत्यो भनेपछि गाई अनि सुतेपछि कसको के लाग्छ हामीले मुनिबाट यहाँनिर हेर्न कोसिस गरेको हामीले 15-20 मिनट चाहिँ हामीले 15-20 मिनट रोकेर राखेको यहाँनिर यस्तै गरेर त्यहाँ खुट्टाबाट आउने ठाउँ थिएन नभन्दा यहाँनिर हेर्नु यसको पेट धस्किएको यहाँ हामी त यहाँनिर चाहिँ पेट यहाँ अडियो गाई अनि झम्पालमा यहाँ माथि हामीले झम्पाल गरेर दोरीले गरेर कोसिस गऱ्यौँ 3 जनाले कसको के लाग्छ होइन त्यहाँदेखि चाहिँ फेरि बिस्तारै बिस्तारै गरेर पक्रेर सिङबाट उयो एकैचोटि छोडेको भए गाई मरिहाल्ने अनि हामीले बिस्तारै आएर त्यहाँ तलसम्म यहाँ तलसम्म यसरी हल्का छोडेर अनि यसरी छोडिदिँदाखेरि चाहिँ अब केही लागेन हामी पनि थाक्यौँ 3 जना अनि छोडिदिँदा चाहिँ गाईले पल्टी मारेर त्यहाँ तल चाहिँ त्यस्तो भएको ठोकिनु पुग्यो ऊ त खोज छ जहाँ खोज छ यो तल मुनि त्योभन्दा मुनतिर खोजमा पुगेको गाई अहिले तत्कालै यो गाईको अवस्थाको विषयमा भन्नुपर्दाखेरि एकदमै नाजुक छ। अब हामीले त्यो रगत बगिरहेको र सिङ भाँचिएको छ। अब सिङ भाँचिएकोबाट ब्लड गइरहेको छ। त्यो ब्लडलाई हामीले भिडियोमा सायदै देखाउन नमिल्ला हो। अनि ढाडहरू सम्पूर्ण पिल्सेर चाहिँ अब गाईको दयनीय अवस्था छ। यो सम्पूर्ण हामीले भिडियोमा देखाउन मिल्दैन, त्यस कारणले हामीले भिडियोमा देखाउन सकेन। अब अन्त्यमा म के भन्न चाहन्छु भने यो बाटोलाई विगत 1 वर्षदेखि यत्रो समय अवधिभर हिउँदो भर चाहिँ यो बाटोले एउटा उयो पाएन, सुचारू भएन यो बाटो। अब नभन्दै बर्खा लाग्यो 12 वर्षमा उनी फुल्यो पनि के जातिको बासना भने जस्तो भए तापनि अब यो बर्खाकै मौसममा भए पनि तत्काल यो बाटोलाई जोड्ने क्रममा लाग्नु भएदेखि चाहिँ स्थानीय जनताले र आउने जाने पाहुनाहरू पनि यो बाटोको कारणले आज यति भइरहँदाखेरि मैले केही बोल्नुपर्छ भन्ने लागेर यति बोलिरहेको छु।